ल हेर्नुस् है साथीहरू, अब यो लप्सीलाई कालीमाटी बजारमा लाँदैछौँ। यहाँ हेर्नुस् भारी बोकेर नलागो तीनजना बुवा साइली कान्छी। आमा चाहिँ माथिबाट करेर त्यहाँ भोलि पैसा थाप्नुपर्छ भनेर चिन्ता परिसक्यो। भइसक्यो नाम लो कति आउने भाउ पनि आम्मा कम्ता बल्यो छैन यो नामै साइली। विच ल यो चाहिँ हाम्रो बाले बोक्दै हुनुहुन्छ। छैन तीनजनाले यहाँ तीन भारी लिएर हिँड्दैछ, म चाहिँ झोला बोकेर हिँड्ने हो। यस्तो छ डाँडा पाखा भिर बिचरा हेर्ने बाउ आमालाई कम त माया गर्दैन र यिनीहरूले परलै माया गर्छ। ल 3 बोरा अलैँचीको खेती पनि छ हाम्रो। हेर्नुस् यो सबै अलैँचीको खेती हो। काठमाडौँ भ्यालीसम्म पुग्ने सहरसम्म पुग्ने पानी छ, तर के गर्नु सबै खेर गइरहेछ। पानी वेस्ट, पानीको मूल सबै खेर गइरहेछ। राम्रो भाउ जलिदिन्छ त्यसलाई दिनु। अब के यस्तै हो गाउँघरमा। भरिया दैले बिसाउने भारी सुनमाया डाँडाको चौतारी। ल हेर्नु साथीहरू पानी कसरी खेर गइरहेछ। यो उम्रेको पानी हो क्या, यो उम्रेको पानी, यो एकदमै मुहानको पानी हो। ल हेर्नुहोस् यहाँसम्म आयो बोकेर, यो खेर जान्छ। अब जम्मै गएर खोलामा मिल्छ यो पानी। यत्तिकै खेर गइरह, सदुपयोग छैन। काहीँ पानीको हाहाकार छ, काहीँ यसरी खोला बोकेर गइरह। मलाई बाहरूले छोडेर गइसक्यो, म कति ढिला हिँडेको। ल ल ल छिटो जानु पर्यो, छिटो। म एकदम ढिला भएछु। ल रोड निस्किन लाग्यो। अब हाम्रो घरबाट 10-15 मिनट तल झर्नुपर्छ रोड निस्किन। अनि यसलाई भोलि कालीमाटी बजार लगेर छोडेर आउनुपर्छ। नछोड्ने भयो हामीलाई, बुढी हुन्छ लप्सी बोक्नु पर्ने जस्तो। आफ्नै बारीको फेरि अरू होइन, आफ्नै बारीको बोटको लप्सी। रोड आयो हेर्नु, रोड आयो। अब यो लप्सी कहाँ लान्छ? सबभन्दा धेरै साइली बहिनीले बोकेछ, कान्छीले डोको, अगाडिको बुवा। ल काठमाडौँ सहर लप्सीको रहर, तिहारले लप्सी मार जान्छ। ल अब राख्ने ठाउँ आइपुग्यो, लप्सी राख्ने ठाउँ आइपुग्यो साथीहरू। ल हेर्नुहोस् यस्तो भयङ्कर गाह्रो काम गर्नुपर्छ। अब राख्ने ठाउँ आइपुग्यो भनेर देखाउनु परेन।
लु अम्बा पनि छ ल यहाँ फेरि अम्बै अम्बा छ हाम्रो घरतिर त ल पानी आयो भने त भिज्छ नि आयामा मरे पानी तर आउँदैन होला लप्सी अब ठाउँमा आइपुग्यो अब यसलाई बजार भोलि बाले गाडीमा लिएर जानुहुन्छ